हेलो धेरै दिनपछि भेट भयो आज मेरो लन्चमा छ परोटा र भिन्डी रियल आई डोन्ट नो किन हो मलाई यो भिन्डी र परोटा खान यस्तो मन लाग्यो। यो भिन्डी चाहिँ मेरो पालाले बनाउनु भयो हिजो, परोटा चाहिँ मैले बिहान उठेर बनाएको। धेरैजनालाई भिन्डी चाहिँ मन पर्दैन, मलाई पनि पहिला मन पर्दैन थियो, बट आई डोन्ट नो अस्ति चाहिँ यस्तो खानु मन लाग्यो नि बनाइदिनु न भनेको मेरो ड्याडीले हिजो बनाइदिनु भयो। यस्तो मिठो वाउ। यसमा चाहिँ छ लसुन डल्ले खुर्सानीको अचार है। यो भिन्डी चाहिँ मेरो मेरो ड्याडीले बनाउनु भएको हो, एकदम मिठो छ। तर पाला पछि चाहिँ नुन चाहिँ अलिकति कम हाल्नु होला है। थ्याङ्क यू पाला। यो चाहिँ इन्डियातिर चाहिँ धेरै खान्छ होइन, तर नेपालमा चाहिँ यो धेरै चाहिँ खाँदैन। म त मोटाएर लास्ट मोटाएको छु। अब म काम सकेर हिँड्न जान्छु। विकेन्डमा चाहिँ सायद गर्दिनँ होला किन अलिकति तर विकडेजमा चाहिँ हिँड्न जान्छु। म कहिले स्वयम्भूको टुप्पा चढ्न जान्छु। फेरि पानी परेको बेला त अलिक सेफ हुँदैन होइन, नत्र घर पछाडितिर स्वयम्भूको के अरे सिङ्गल ट्रीतिर हो जहिले पनि जान्छु र म भिडियो बनाउँछु। सो भिडियो बनायो भने चाहिँ के हुँदो रहेछ भन्दाखेरि आफैलाई फाइदा हुँदो रहेछ कि आफूलाई हुन्छ नि ओ गर्नुपर्छ है भनेर एउटा मोटिभेसन आउँदो रहेछ। सो राम्रो हो नि त होइन। मान्छेले हेरोस् नहेरोस् त्यो अर्को कुरा हो, तर आफूले एउटा भिडियो बनाएपछि चाहिँ होइन है गर्नु चाहिँ पर्छ है भनेर एउटा मोटिभेसन आउँदो रहेछ। सो आजको लागि चाहिँ यति नै राखौँ होला। आज बेलुकादेखि चाहिँ म हिँड्न जान्छु। अहिले नै त म रन गर्नु सक्दिनँ होला होइन, तर फर्स्टमा हिँड्छु अनि बिस्तारै बिस्तारै स्ट्यामिना बिल्ड गर्दै अनि अलिक बानी पस्यो भने चाहिँ त्यसपछि चाहिँ बिस्तारै दौडिन्छु पनि होला, तर अहिले चाहिँ सक्दिनँ। सो आजको लागि यति नै। बिस्तारै खान्छु र भोलिको भिडियोमा भेट्छु। बाई बाई।